स्वागत छ तपाईहरुलाई अनलाइन सञ्जाल च्यानलमा। आज फेरि पनि तपाईहरुको लागि एकदमै इम्पोर्टेन्ट क्वेशन लिएर सिटिभिटी एन्ट्रान्स एक्जाम प्रिपरेसनको लागि लिएर उपस्थित भइहालेका छौं। यहाँ हेर्न सक्नुहुन्छ हाम्रो डिप्लोमा लेभल एन्ट्रान्स एक्जाम मोडल क्वेशन 2081 रहेको छ, जुन चाहिँ हाम्रो प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद परीक्षा नियन्त्रण कार्यालय सानोटिमी भक्तपुरले सोधेको छ, भन्नुको अर्थ सिटिभिटीले सोधेको छ। यहाँ हेर्न सक्नुहुन्छ क्वेशन नम्बर 1 मा रहेको छ I saw, यो चाहिँ सेट ए हो। यहाँ हेर्न सक्नुहुन्छ यता दिएको छ सेट ए। यहाँ क्वेशन नम्बर 1 मा रहेको छ I saw ... stranger standing at the entrance, अनि अप्सन मा दिएको छ ए मा अ, बी मा एन, सी मा द, डी मा एनी। र क्वेशन नम्बर 1 को सही आन्सर चाहिँ हाम्रो यहाँ स्ट्रेन्जर दिएकोले गर्दा स्ट्रेन्जर अस्ति मैले भनेको थिए क देखि ग सम्म यदि यो आएको वर्ड जुन स्ट्रेन्जर छ यसलाई नेपालीमा लेखेर हेर्नु स बाट स्टार्ट हुन्छ के, त्यही भएर क देखि ग सम्मको बीचमा आउँछ त्यसलाई हामीले ए बाट लेख्छौं के। सो हाम्रो क्वेशन नम्बर 1 को सही आन्सर चाहिँ हाम्रो ए नम्बर भइहाल्छ, I saw a stranger standing at the entrance। त्यस्तै हाम्रो क्वेशन नम्बर 2 नम्बर रहेको छ अंकित प्लेज ... फ्लुट, अनि ए मा अ, बी मा एन, सी मा द र डी मा सम। र यदि म्युजिकल इन्स्ट्रुमेन्ट जस्तै हाम्रो फ्लुट जुन छ त्यो बाँसुरी, त्यो हाम्रो म्युजिकल इन्स्ट्रुमेन्ट हो। सो यदि सेन्टेन्सको लास्टमा जुन जहाँ आर्टिकल थप्नु छ त्यहाँ म्युजिकल इन्स्ट्रुमेन्टको अगाडि थप्नु छ भने त्यहाँ जहिले पनि द लाग्छ। सो हाम्रो क्वेशन नम्बर 2 को सही आन्सर चाहिँ सी नम्बर भइहाल्छ, द। त्यसै हाम्रो क्वेशन नम्बर 3 रहेको छ। क्वेशन नम्बर 3 मा दिएको छ दिस बोइज आर ... अ रिमोट भिलेज, अनि अप्सन मा दिएको छ ए मा फर, बी मा फ्रम, सी मा अफ र डी मा इन्टु। र क्वेशन नम्बर 3 को सही आन्सर चाहिँ हाम्रो बी नम्बर भइहाल्छ, दिस बोइज आर फ्रम अ रिमोट भिलेज। फर हुँदैन र त्यस्तै हाम्रो इन्टु पनि हुँदैन। फर के का लागि सोधेको भए चाहिँ हाम्रो फर हुन्थ्यो र इन्टु कहीं इन्टर गर्छन् अनि मात्र हाम्रो इन्टु को युज हुन्छ। सो हाम्रो यहाँ बी नम्बरमा सुइटेबल चाहिँ फ्रम हुन्छ, फ्रम नै हुन्छ। र क्वेशन नम्बर 3 मा रहेको छ ही इज एन अनेस्ट बोय, कमा दिएर दिएर लास्टमा क्वेशन मार्क दिएको छ, अनि अप्सनमा दिएको छ इज नट ही, बी मा हैज नट ही, सी मा वाज ही र डी मा हैज ही। र क्वेशन नम्बर 4 को सही आन्सर चाहिँ हाम्रो ए नम्बर भइहाल्छ, इज नट ही। यो ट्याग क्वेशन हो, इजी नै छ। त्यस्तै हाम्रो 5 नम्बरमा पनि ट्याग क्वेशन दिएको छ आई एम वर्किङ हार्ड, कमा दिएर अनि दिएर लास्टमा क्वेशन मार्क दिएको छ, अनि अप्सनमा दिएको छ ए मा एम नट आई, बी मा एम आई, सी मा आर आई र डी मा आर नट आई। यहाँ म एउटा क्वेशन यो ट्याग क्वेशनको तपाईहरुलाई रुल होला थाहा छ। जस्तै यो सुरुको सेन्टेन्स जुन कमा अगाडि दिएको हुन्छ त्यो अफर्मेटिभमा दिएको छ भने हामीले ट्याग क्वेशन बनाउँदा नेगेटिभमा बनाउनु पर्छ। तर यदि हाम्रो जुन अगाडिकै जुन हाम्रो क्वेशन छ त्यो हाम्रो नेगेटिभमा दिएको छ भने हामी कमा पछाडी हामी ट्याग क्वेशन बनाउँदा त्यसलाई अफर्मेटिभमा बनाउँछौं। सो हाम्रो यहाँ अफर्मेटिभमा दिएको छ, सो हामी ट्याग क्वेशन चाहिँ यहाँ नेगेटिभमा बनाउँछौं। सो हाम्रो अप्सन ए मा छ एम नट आई, बी मा एम आई, सी मा आर आई र डी मा आर नट आई। सो हाम्रो यहाँ क्वेशन नम्बर 5 को सही आन्सर चाहिँ हाम्रो ए नम्बर ए नम्बर नै डी नम्बर भइहाल्छ, आर नट आई। एम नट आई कहिले पनि हुँदैन के, त्यो एम नट आई ट्याग क्वेशन नै होइन के। सो हाम्रो डी नम्बर भइहाल्छ, आर नट आई। त्यस्तै हाम्रो क्वेशन नम्बर 6 मा दिएको छ आइदर ही और आई ... टु सेभ यु, अनि ए मा दिएको छ कम, बी मा कम्स, सी मा क्याम, डी मा कमिङ। र क्वेशन नम्बर 6 को सही आन्सर हाम्रो ए नम्बर भइहाल्छ, कम, आइदर ही और आई कम टु सेभ यु। त्यस्तै हाम्रो क्वेशन नम्बर 7 मा दिएको छ नन अफ स्ट्रेन्जर्स ... एट द पार्टी लास्ट नाइट। पार्टी लास्ट नाइट भन्नुको अर्थ पास्ट टेन्समा दिएको छ। र अब अप्सन हेरौं ए मा आर, बी मा वेयर, सी मा इज र डी मा वाज, अनि स्ट्रेन्जर्स दिएको छ। सो हाम्रो के भइहाल्यो भने त्यो हाम्रो प्लुरल भइहाल्यो। सो हाम्रो के भइहाल्छ भने यहाँ वेयर भइहाल्छ के, वेयर भइहाल्छ। स्ट्रेन्जर भनेको भए एउटा मात्र स्ट्रेन्जर, अनि पास्ट लास्ट नाइट भनेको भए वाज हुन्थ्यो, किनभने हाम्रो पास्ट टेन्समा सोधेको छ लास्ट नाइट दिएकोले गर्दा। तर हाम्रो स्ट्रेन्जर्स छ भने बी नम्बर भइहाल्छ, वेयर। त्यस्तै हाम्रो क्वेशन नम्बर 8 रहेको छ सुमन पास्ट द एक्जाम बट कमा दिएर आई
अनि डट 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 दिएको छ। अनि अप्सनमा दिएको छ ए मा कुड नट, बी मा डिड नट, सी मा डोन्ट र डी मा शुड नट। र यहाँ हाम्रो के भइहाल्छ भने पास्ट दिएको छ भने भर्ब टु दिएको छ। कुड नट चाहिँ हाम्रो गर्न सक्दिन थिए, यो भएन। त्यस्तै हाम्रो डोन्ट पनि भएन, यो प्रेजेन्ट टेन्सको भयो। शुड नट पनि हुन सकेन। सो हाम्रो यहाँ सुइटेबल एन्सर बी नम्बर भइहाल्छ, डिड नट, आई डिड नट। र त्यस्तै हाम्रो क्वेसन नम्बर 9 मा दिएको छ वी डट 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 ट्रेन्ड म्यान पावर्स इन कमिङ 4 इयर्स। अनि अप्सनमा दिएको छ विल ह्याभ बिन, बीमा ह्याभ बिन, सीमा ह्याड बिन र डीमा ह्याभ। र क्वेसन नम्बर 9 को सही एन्सर चाहिँ हाम्रो चाहिँ 4 इयर लास्टमा दिएको छ भन्नुको अर्थ फ्युचर टेन्स हो, बुझिहाल्नुभयो। सो हाम्रो फ्युचर टेन्स भएकोले गर्दा यहाँ फ्युचर टेन्सको अप्सन ए मात्र दिएको छ, विल ह्याभ बिन ट्रेन्ड मेन पावर्स इन कमिङ 4 आवर्स। सो हाम्रो क्वेसन नम्बर 9 को सही एन्सर ए नम्बर भइहाल्छ। त्यस्तै हाम्रो क्वेसन नम्बर 10 मा दिएको छ इट ऱ्यान्ड वाइल वी डट 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 टु द अफिस। अप्सन ए मा दिएको छ आर वाल्किङ, बी मा वेयर वाल्किङ, सी मा विल बी वाकिङ र डी मा ह्याभ बिन वाल्किङ। र क्वेसन नम्बर 10 मा के हेर्नुस् भने इट ऱ्यान्ड सब्जेक्ट प्लस भर्ब टु दिएको छ के। भर्ब टु दिएकोले गर्दा यहाँ हाम्रो सेन्टेन्समा आर वाल्किङ हुने कुरै भएन। अनि विल बी वाल्किङ सी मा अप्सनमा दिएको छ त्यो हुने कुरै भएन। र डी मा ह्याभ बिन वाल्किङ यो पनि हाम्रो प्रेजेन्ट टेन्सको स्ट्रक्चरमा पर्छ। सो हाम्रो यो पनि हुने भएन। सो हाम्रो यहाँ क्वेसन नम्बर 10 को सही एन्सर बी नम्बर हुन्छ के, वेयर वाल्किङ। इट ऱ्यान्ड वाइल वी वेयर वाल्किङ टु द अफिस। त्यस्तै हाम्रो क्वेसन नम्बर 11 मा दिएको छ इन्भर्टेड कमा दिएर डट 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 दिएर इन्भर्टेड कमाले बन्द गरेर अनि कमा दिएर स्याड अनिता दिएको छ। र अप्सनमा दिएको छ ए मा कम टु मी दैट डे, बी मा कम टु मी टुमोरो, सी मा कम टु मी टुमोरो र डी मा कम टु मी द फ्लोइङ डे। र हाम्रो यो चाहिँ हाम्रो के भइहाल्छ भने यो हाम्रो एउटा डाइरेक्ट स्पिच हुन्छ र इनडाइरेक्ट स्पिच हुन्छ स्पिचमा। सो हाम्रो यहाँ के भइहाल्छ भने क्वेसन नम्बर 11 को सही एन्सर चाहिँ हाम्रो सी नम्बर भइहाल्छ, कम टु मी टुमोरो। र क्वेसन नम्बर 12 मा दिएको छ अनिल सेड टु मी अनि इन्भर्टेड कमा दिएर वेयर डु यु लिभ दिस डेज क्वेसन मार्क दिएर इन्भर्टेड कमाले क्लोज गरिएको छ सेन्टेन्सलाई। र यहाँ भनेको छ इट्स रिपोर्टेड स्पिच इज, यसको चाहिँ हामीले रिपोर्टेड स्पिच बनाउनु छ। र स्पिच बनाएर यहाँ अप्सन दिएको छ ए मा अनिल सेड टु मी दैट वेयर आई लिभड दिस डेज, बी मा दिएको छ भने के दिएको छ भने अनिल सेड टु मी वेयर आई लिभड दोज डेज। त्यस्तै हाम्रो सी मा दिएको छ अनिल आस्क्ड मी वेयर डिड यु लिभ दिस डेज। र त्यस्तै हाम्रो डी नम्बर अप्सनमा दिएको छ अनिल आस्क्ड मी वेयर आई लिभड दोज डेज। यो चाहिँ एकदम सुइटेबल छ, यो नै हुन्छ हाम्रो क्वेसन नम्बर 12 को चाहिँ रिपोर्टेड स्पिच चाहिँ हाम्रो के भइहाल्छ भने चाहिँ हाम्रो अनिल आस्क्ड मी वेयर आई लिभड दोज डेज चाहिँ डी नम्बर सही एन्सर भइहाल्यो। त्यस्तै हाम्रो क्वेसन नम्बर 13 रहेको छ दिस पार्ट अफ द रिङ रोड डट डट लास्ट इयर। यहाँ अहिले नै हेरिहाल्नु क्वेसनमा लास्टमा के दिएको छ भने लास्ट इयर भन्नुको अर्थ यो चाहिँ हाम्रो पास्ट टेन्समा गयो। र अप्सन हेर्नु अब रिकन्स्ट्रक्टेड, बी मा ह्याड रिकन्स्ट्रक्टेड, सी मा वाज रिकन्स्ट्रक्टेड र डी मा विल ह्याभ रिकन्स्ट्रक्टेड। र क्वेसन नम्बर चाहिँ हाम्रो 13 को सही एन्सर चाहिँ हाम्रो वाज रिकन्स्ट्रक्टेड भइहाल्छ। 13 को सही एन्सर सी नम्बर भइहाल्छ। त्यस्तै हाम्रो 14 नम्बर क्वेसन रहेको छ सी ग्याभ मी अ नाइस गिफ्ट, इट्स प्यासिभ भोइसेस चाहिँ सी ग्याभ मी अ नाइस गिफ्टलाई नाइस गिफ्ट दिएको सेन्टेन्सलाई चाहिँ हामीले प्यासिभ भोइसमा कन्भर्ट गर्नु छ। र यहाँ प्यासिभ भोइस चाहिँ कन्भर्ट गरेर दिएको छ अप्सन ए मा आई वाज गिभन अ नाइस गिफ्ट बाई हर, बी मा अ नाइस गिफ्ट वाज गिभन बाई हर, सी मा आई वाज गिभिङ अ नाइस गिफ्ट बाई हर, डी मा अ नाइस गिफ्ट गिभन टु मी बाई हर। र यहाँ हाम्रो क्वेसन नम्बर 14 को सही एन्सर चाहिँ हाम्रो बी नम्बर भइहाल्छ, अ नाइस गिफ्ट वाज गिभन बाई हर। यो चाहिँ हाम्रो यसको दिएको सेन्टेन्सको प्यासिभ भोइस हुन्छ। त्यसै हाम्रो क्वेसन नम्बर 15 मा दिएको छ डट डट ही वर्क्स हार्ड कमा दिएर ही क्यानट गेट अ गुड रिजल्ट।
अनि अप्सन ए मा दिएको छ बिकज, बी मा इन अर्डर टु, सी मा अल्दो र सी मा डी मा सो दैट। र क्वेशन नम्बर 15 को सही आन्सर चाहिँ हाम्रो भइहाल्छ सी नम्बर अल्दो। अल्दो ही वर्क्स हार्ड ही क्यान नट गेट अ गुड रिजल्ट। सट्टामा के अल्दो को अर्थ सट्टामा मेहनत गर्नुको सट्टामा पनि उसले चाहिँ राम्रो रिजल्ट पाउन सकिरहेको छैन। अनि 16 नम्बर क्वेशन रहेको छ शार्ला डट डट इज माई क्लोज फ्रेन्ड वर्क्स एट अ बैंक इन लुम्बिनी। र अप्सनमा दिएको छ ए मा हुम, बी मा हु, सी मा हुज र डी मा वाट। र क्वेशन नम्बर 16 को सही आन्सर चाहिँ हाम्रो भइहाल्छ बी नम्बर सरला हु इज माई क्लोज फ्रेन्ड वर्क्स एट अ बैंक इन लुम्बिनी। त्यस्तै हाम्रो क्वेशन नम्बर यहाँ 17 रहेको छ इफ आई ह्याड नन कमा दिएर यु बिफोर फेरि कमा दिएको छ आई डट डट यु। र यहाँ हाम्रो अप्सनमा दिएको छ 17 नम्बरको ए मा सेल हेल्प, बी मा वुड हेल्प, सी मा ह्याड हेल्प र डी मा वुड ह्याभ हेल्प्ड। र 17 नम्बरको सही आन्सर चाहिँ हाम्रो डी नम्बर भइहाल्छ इफ आई ह्याड नन यु बिफोर आई वुड ह्याभ हेल्प्ड यु। त्यस्तै हाम्रो क्वेशन नम्बर 18 रहेको छ हाम्रो 17 को सही आन्सर के भयो भने हाम्रो डी नम्बर वुड ह्याभ हेल्प्ड। त्यस्तै हाम्रो 18 नम्बर क्वेशन रहेको छ कृष्णा डट डट मी टु बाई अ न्यू पेयर अफ सुज। अनि अप्सनमा दिएको छ ए मा हेज, बी मा गेट, सी मा म्याक्स र डी मा गेट्स। र क्वेशन नम्बर 18 को सही आन्सर चाहिँ डी नम्बर भइहाल्छ हाम्रो गेट्स। त्यस्तै हाम्रो क्वेशन नम्बर 19 दिएको छ रिमा डट 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 मी गो टु द सिनेमा। ए मा हेभ, बी मा गेट्स र सी मा म्याक र डी मा ह्याड दिएको छ। र क्वेशन नम्बर 19 को सही आन्सर चाहिँ हाम्रो डी नम्बर भइहाल्छ रिमा ह्याड मी गो टु द सिनेमा। त्यस्तै हाम्रो क्वेशन नम्बर 20 दिएको छ आइस मेल्ट्स इफ इट डट 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 दिएको छ। अप्सनमा दिएको छ ए मा विल हिट, बी मा वुड हिट, सी मा वाज हिटेड र डी मा इज हिटेड। र क्वेशन नम्बर 20 को सही आन्सर चाहिँ हाम्रो डी नम्बर भइहाल्छ इज हिटेड। आइस मेल्ट्स इफ इट इज हिटेड। र यो रह्यो हाम्रो एकदमै सिटिभिटी एन्ट्रान्स एक्जाम प्रिपरेसनको लागि एकदमै महत्त्वपूर्ण क्वेशनहरू। सो यस्तै नै तपाईहरु राम्ररी प्रिपरेसन गर्दै जानुहोस्। तपाईहरुको नाम सिटिभिटी एन्ट्रान्स एक्जाममा अवश्य नै निस्किनेछ। आजको लागि यति नै, फेरि पनि अर्को भिडियो लिएर उपस्थित हुने नै छौँ। तबसम्मको लागि थ्याङ्क्स फर वाचिङ।